हे गाइस वेलकम छ हजुरलाई मेरो युट्युब च्यानलमा। हेर्नुहोस् न, आज फेरि हजुरहरूको समक्षमा मेरो नयाँ भिडियो लिएर आएको छु। एकतिर पपकर्न बनाउँदैछु मेरो बेबीको लागि, अनि एकतिर चाहिँ चिया बनाउँदैछु। आज मेरो घरमा काम गर्ने मान्छे हुन्छ नि त, उहाँहरूको लागि चिया टोस्ट लिएर जाँदैछु। अनि नानीलाई चाहिँ पपकर्न दिएर अनि ब्याक साइडको दैलोबाट चाहिँ म भागेर जाँदैछु, नानी पछि लाग्छ भनेर। अनि जाँदैछु नि त। यहाँ हेर्नुहोस् न, त्यो धानहरू ल्याएर चाहिँ अनि यहाँ राख्नुपर्छ नि त, यसलाई खलो भनिन्छ। लिपलाप पारेर राखेको छ। अब ल्याएर धान सुकाएर चाहिँ अनि यहाँनिर ल्याएर राख्नुपर्छ। त्यही भएर यस्तो बनाउनु जरुरी हुन्छ। अनि यो मान्छेहरूको हो, यो चाहिँ हाम्रो होइन के। धान काटेर सबै सुकाइराखेछन्, कोही चाहिँ बोक्दैछन्, कोही काट्दैछन्, कोही यसरी सुकाएर राखेछन्। अनि हाम्रो पनि यहाँ काट्नु हुँदैछ धान। अनि के लिएर आयौ नानी भनेर मलाई सोध्नु हुँदैछ नि त। अनि मैले चाहिँ चिया टोस्ट लिएर आएको, खाना आउनुहोस् भनेर भने, बोलाएँ। अनि आउनु हुँदैछ उहाँहरू चाहिँ। किन लिएर आयौ नानी, हामीले खाजा खाएर आएका थियौँ त भनेर भन्नुहुन्छ नि। अनि मैले भनेको काम गर्ने मान्छेहरूलाई चाहिँ बिचरा कति दुःख गर्नुहुन्छ जस्तो घाममा, चिया पानी त बेलामा सोध्नु पर्यो नि त, होइन र। अनि चाहिँ उहाँले भन्नुहुँदैछ 12 बजी खाना दिँदाखेरि मलाई चाहिँ अलिकति सब्जी मात्रै दिनु, बेसी नदिनु भन्नुहुँदैछ। यहाँ हेर्नुहोस् त हजुरलाई, मैले मेरो हाम्रो यहाँको धान कतिको फलेछ देखाउँदैछु ल। अनि चाहिँ धान त राम्रो फलेको छ कि, राम्रो फलेको छ धान चाहिँ। तर यो चाहिँ धान चाहिँ मजाले फल्दो रहेछ, तर यसको बोट चाहिँ सानो हुँदो रहेछ कि। जस्तो पाइजमहरूको चाहिँ अब बोट पराल लामो लामो हुने, यसको चाहिँ पराल सानो हुँदो रहेछ। तर धान चाहिँ मजाले फल्दो रहेछ, मजाले फलेको छ धान चाहिँ, राम्रो फलेको छ। त्यही काटिसक्नु भएको छ। अब म चाहिँ घरतिर लाग्ने हो। यहाँ हेर्नुहोस् न, आजको वेदर यस्तो सस्तो गर्मीमा बिचराहरू कति दुःख गर्नुहुन्छ। अनि टाइम टेबलमा त पानी चिया त सोध्नुपर्छ, खानापिनाहरू होइन, यति दुःख गर्नुहुन्छ। हामीलाई घरभित्र बस्ने मान्छेहरू त कस्तो गर्मी होइन भन्नुहोस् त। अनि हजुरहरूलाई मेरो यो भिडियोहरू, सानो सानो भिडियोहरू मनपर्छ भनेदेखि मेरो च्यानललाई लाइक कमेन्ट गरिदिनु होला, सेयर सब्सक्राइब गरिदिनुहोस् ल, मलाई सपोर्ट गरिदिनुहोस् ल। अनि म पनि यस्तो सानो सानो भिडियो लिएर आइहाल्छु हो। त्यति जेलसम्मको लागि बाई।